हामी सबै नेपाली, हामी सबैको नेपाल। ल साथीहरू, चट्ट हर्कको कुरा सुनौँ त। हर्कले के भन्दैछन्? हामी सबै नेपाली, हामी सबैको नेपाल। पार्टी, जाति, धर्म, वर्गभन्दा माथि देख्नुपर्छ हाम्रो देशलाई। त्यसो भएको कारणले गर्दाखेरि यहाँ सत्तापक्ष र विपक्ष, प्रतिपक्ष भन्ने कुरा छैन। देशको सिमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने कुरा हो। यसमा हामी सबैजना यहाँ उपस्थित सबै सांसदहरूको एउटै माग हुनु जरुरी छ। प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो 17 गते राख्नुभएको अभिव्यक्ति छ, त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु। र एउटा अर्को कुरा म के राख्न चाहन्छु भने, यो हाम्रो नियमावलीको नियम 4 को 1 मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा आउनुपर्नेछ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्नेछ भन्ने छ। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को ग ले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा, प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। भिडियो त हेरिहाल्नुभयो, हर्कको कुरा पनि सुनिहाल्नुभयो। आफ्ना मनमा आएका प्रतिक्रिया चट्ट दिनु होला। हर्क हजुरहरूलाई कस्तो लाग्छ है?